हेलो वेलकम टु माई च्यानल फाइन। अहिले चाहिँ म बजारतिर जान लाग्यो सबै काम सकेर चल्टा तरिकाले हैन। मेरो बाइक चाहिँ यहाँ छ। यो चाहिँ को हो बे त्यो? तेरो नाम को हो? के हो? खै छोड त। यो जानलाई बिचरा मसिन छ यहाँ। म चाहिँ लग्दैन भाइ तँलाई। ल अब चाहिँ म चाहिँ लाग्नु पर्ने हुन्छ। पानी पनि पर्ला पर्ला जस्तै गरिरह हैन। अहिले फेरि पानी पर्यो भने फेरि भिजिन्छ। ल केटा हो दादा चाहिँ अब आइसकेछ बजारदेखि फर्केर फेरि हैन। अनि के भन्छ म चाहिँ उता गएको थिएँ कि हटोजतिर हैन मासु छोड्न। आफूले चार्जै सकिदिरहेको कि गाउँमै आएर फेरि यहाँ चार्ज हुँदैछ मेरो डट भाइको भनौँ हैन। ल केटा अब दादा चाहिँ फेरि सुतेर उठिसकेछ। अब फेरि बजारतिर जान लाग्यो। दादा के गर्नु गाह्रो छ होइन। दादाको फेरि बिजी त बिजी हो कि भर्खरै चार्ज गरेको थिएँ 94% पुगिसकेको थियो। के गर्नु केटा हो गाह्रो छ। अब म साथीको घर जान्छु अनि साथीलाई लिएर अब बजारतिर लाग्नु पर्ने हुन्छ चटक तरिकाले है त तरिका। दादाको त अब स्कुटी नै बिग्रियो के भयो कि अन त भइरहेछ फेरि के भयो यार। अन त भइरहेछ फेरि हिँड्दै हिँडेन यार। अब साइकल लिएर कुद्नु पर्ने हुन्छ म त्यही हो। अब केही उपाय छैन। बिग्रेको स्कुटी के गर्नु गाह्रो छ आफूले साइकलले कुर्नु पर्ने हुन्छ। ल त्यही त केटा अब केटा हो दादा चाहिँ अब साइकलमा हिँड्दै अब चट्ट तरिकाले होइन साइकलमा राइड गर्दै अब एकैचोटि अब साथीको घरतिर गएर भेट्छु म चट्ट तरिकाले। ल केटा हो सोनुको घर चाहिँ आइसक्यो म चट्ट तरिकाले। यहाँ छ सोनुको घर चट्ट। को यो के हो तपाईँ कुर्सीमा बसेर निदाइरहेछ है। ल जाऊँ छिटो। ल केटा हो हामी चाहिँ अब मासतिर जानु लाग्यो एकैछिन चट्ट तरिकाले। यसको त मासले स्कुटी चोरेको होइन र बे। यो त अहिले कुदाइरहेको त म त्यस्तै सुनिरहेको थिएँ यार। गाह्रो छ नि केटा हो हामी चाहिँ सबैको गुरुङ डाँडातिर के गर्नु जाने कामै छैन। काम भएको भयो त हामी गरिहाल्थ्यौँ होइन। नभएर मात्र के हो र बाटो सिक्छ नि तपाईँ। यार जता गयो गाह्रो यता उता गर्छन् क्या नि कम्ती छैन। अनि बाटो फेरि 1 नम्बर छ के गर्नु गाह्रो छ होइन। हाम्रो फेरि डट बाइकले फेरि भेट्दैन होइन यतिको बाटो फेरि के गर्नु। डट बाइकै हो नि त फेरि हाम्रो लागि होइन। पुरानै बाइक होइन के गर्नु। ल केटा हो म उतै टाढतिर गएर सब नयाँलाई भेट्छु है। ल केटा हामी चाहिँ पुगिसक्यौँ फाइनली है त। गुरुङ डाँडा पुगिसक्यौँ। बाबा हो गाह्रो छ गाह्रो पुरा चलिरहेछ पुरा आम्बो भेक्कु छ है। 4वटा भेक्कु के कसम पुरा बनाइरह लोड गरिरह। उहाँ लग्ने हो कि उहाँ एकै ठाउँ यिनीहरू सबै एकै ठाउँ त्यहाँ चपर गाउँ जम्मा गर्छन् के। अरू त के भन्नु र खै मलाई त के बोल्नै आउनु गाह्रो छ गाह्रो। ल केटा हो चल्दैछ अब घरतिर अब के गर्ने होइन। धेरै बेर नबसौँ 10-20 मिनट बस्यौँ होइन के गर्ने होइन। केटा हो बाटो चाहिँ यस्तै छ
डट बाइक हिँड्ने जस्तो हामुरको होइन हामुरको डट बाइकले फेरि भेटेन बाटो के गर्ने गाडी गियरमा गयो 2 गियरमा गयो फेरि अहिले सुस्तरी जालाम फेरि घाम जस्तो होइन गाह्रो छ यो अङ्कल कहाँ आइदिरहेको यता उप्टाएको होइन सहयोग हुनु पऱ्यो टेकेबाट एयरपोर्ट दिन आयो केटा अब के भनेर होइन घर गएर भेट्छु दाना हाल्ने केटा हो त्यही त होइन फाइनली केटा हो दादा चाहिँ घर पुगी आइसक्यो के गर्नु होइन गाह्रो छ अहिले दाना हाल्नु पर्ला अहिले एकैछिन पछि 5:30 बजीतिर मेरो साथी चाहिँ यहाँ छ के गर्नु गाह्रो छ त्यो केटा अब अहिले भेट्नु पर्ला चट्ट तरिहाल्यो